तिमीलाई थाहा छ, मानिस सधैँ आँसुले मात्र रोइरहेको हुँदैन। कहिलेकाहीँ ऊ मुस्कुराइरहेको हुन्छ, सबैसँग हाँसिरहेको हुन्छ, तर भित्रभित्रै पूर्ण रूपमा टुटिरहेको हुन्छ। सबैलाई लाग्छ ऊ ठिक छ, ऊ आफ्नो काम गर्छ, साथीहरूसँग कुरा गर्छ, सामान्य जीवन बिताइरहेको देखिन्छ, तर कसैले देख्दैन हरेक रात ऊ आफ्नै मनसँग कति ठुलो युद्ध लडिरहेको हुन्छ। ऊ थाकेको हुन्छ तर निदाउन सक्दैन। निदायो भने पनि मनले उसलाई शान्त हुन दिँदैन। पुराना सम्झनाहरू, अधुरा सपनाहरू, गुमाएका मानिसहरू र भविष्यका डरहरू उसको दिमागमा बारम्बार घुमिरहन्छन्। कहिलेकाहीँ उसलाई कसैको साथ चाहिन्छ, कसैले केवल यति भनिदियोस्, म तिम्रो कुरा बुझ्छु। तर ऊ कसैलाई बोलाउन सक्दैन, किनकि उसलाई डर लाग्छ कतै मानिसहरूले उसको पीडालाई कमजोरी नठानुन्। अनि बिस्तारै ऊ सिक्न थाल्छ सबै कुरा मनभित्रै राख्न, आफ्ना आँसुहरू लुकाउन, आफ्ना घाउहरू छोप्न। तर सत्य के हो भने लुकाइएका घाउहरू पनि दुखिरहेकै हुन्छन्, नदेखिएका आँसुहरू पनि बगिरहेकै हुन्छन्। समय बित्दै जान्छ, ऊ अरूका लागि बलियो बन्ने प्रयास गरिरहन्छ, सबैलाई सान्त्वना दिन्छ, सबैको कुरा सुन्छ। तर जब ऊ राति एक्लै हुन्छ, उसको आफ्नै मनले उसलाई एउटा प्रश्न सोध्छ, तिमीलाई कसले बुझ्ने? र धेरै जसो समय त्यो प्रश्नको उत्तर उसँग हुँदैन। सबैभन्दा ठुलो पीडा धोका, असफलता वा बिछोड मात्र होइन। कहिलेकाहीँ सबैभन्दा ठुलो पीडा त्यो हुन्छ जब तिमी आफ्नो दुःख कसैलाई भन्न खोज्छौ तर शब्दहरू नै भेटाउँदैनौ। जब तिमी भित्रभित्रै डुबिरहेका हुन्छौ तर संसारलाई भने आफू ठिक छु भनेर देखाइरहनु पर्छ। तर यदि आज तिमी पनि यस्तै सङ्घर्षबाट गुज्रिरहेका छौ भने एउटा कुरा सम्झ, तिम्रो पीडा कसैले नदेख्न सक्छ तर त्यसले तिम्रो पीडा सानो हुँदैन। र तिमी अहिले जति एक्लो महसुस गरिरहेका छौ, संसारमा कतै न कतै अर्को कोही पनि यही युद्ध लडिरहेको छ। सायद आज तिमीलाई विश्वास नलाग्ला, तर कुनै दिन यही पीडा तिम्रो शक्तिको कारण बन्नेछ। अनि कुनै दिन तिमी पछाडि फर्केर हेर्दा भन्नेछौ, म टुटेको थिएँ तर हार मानेको थिइनँ।